we just arrived. के भन्छ यसलाई भुर्जुङ खोला वाटरफल भन्छ के भन्छ त त्यहाँ भर्खर आयौँ होइन त्यहाँ मान्छेहरू फोटो खिच्नुहुन्छ मामा यहाँ भाइ अनि त्यहाँ मान्छेहरू आउँदैछ कोही होइन खिच्दैछ सो हामी अब माथि गएर देखाउँछ अलि नजिकको सिनहरू देखाउँछु म पहिला पनि आएको फोटो सेसन चल्दैछ यहाँ फोटोग्राफरहरू हामी अगाडि जाऊँ के कस्तो रहेछ हेरौँ यहाँ मेरो आवाज यहाँ पानीले गर्दा आउन सक्छ नआउन सक्छ होइन तर पानी कस्तो चिसो कि तातो छान्दिनु होइन हल्का हल्का चिसो रहेछ होइन पानी पहिला चाहिँ यिनीहरू थियो यो थिएन होइन यस्तोहरू यो अनि यो पनि थिएन यो माथिको पनि थिएन होइन यो माथि चाहिँ नि उयो यो चाहिँ थियो एउटा माथिहरूको थिएन म चाहिँ किनकि म चाहिँ धेरै पहिला आएर रहेछु होइन यिनीहरू भाइहरू पनि आएको थियो होइन भाइहरू आउने बेला चाहिँ रहेछ ठाउँ तर म आउने बेला चाहिँ थिएन त यिनीहरू चाहिँ रिसेन्टली आयो होला म चाहिँ जोस् कति लगभग 4 वर्ष नै भयो लगभग 4 वर्ष नै हुन आँट्यो भनौँ न होइन म नआएको रेसी होइन भित्र कस्तो छ के छ ओके म यो चिल ठाउँ रहेछ त अनि भित्र त यो हावा खेल्ने ठाउँ रहेछ होइन विन्डो यो ढुङ्गाको रहेछ अनि यो सबै ढुङ्गाको रहेछ अनि जो चिल ठाउँ रहेछ टक्क होइन बन्द गर्ने यो सही ठाउँ रहेछ है यो सही हो अहिले चाहिँ मेबी ओके यो प्रेस गर्ने रे होइन ओके म के भन्न लाग्थेँ भन्दाखेरि अहिले चाहिँ तिहारको बेला भएर नि होला खासै मान्छे पनि देख्दैन मान्छे अलिक कम छ तर तिहारको बेलामा यतिको मान्छे हुनुको राम्रै हो त्यहाँ माथि पिङ्केल देख यहाँ माथि भयो अहिले हामी माथि गएर पनि देखाउँछु म सो जोस् पहिला म आउनेलाई त्यो थिएन भाइहरू आउनेलाई चाहिँ थियो अरे म चाहिँ भनेपछि म धेरै पहिला आएको त्यो चाहिँ जोस् कति वर्ष अगाडि आएको 5 महिना 5 महिना अगाडि आएर चाहिँ कति वर्ष अरे मैले 5 महिना अगाडि भनेपछि त त्यो भर्खर भनेपछि जोस् म भन्दा भर्खरै यो भर्खरै के भन्ने अब के भन्ने यहाँ यसलाई के भन्छ लिजार्ड भन्छ के भन्छ यहाँ टोक्दाखेरि जाऊँ न अगाडि यहाँ अगाडि जाऊँ न है यसको यो सबै कुरा चाहिँ ढुङ्गा टिन त्यस्तैबाट बनाएको रहेछ यहाँ चाहिँ ग्रुप डाइनिङ टाइपको होइन ओके त्यहाँ कि त्यो सामानहरू खाने सामानहरू राख्ने अनि यसमा चाहिँ जो स्पिच दिन्छ नि के भन्छ यसलाई पोडियम भन्छ के भन्छ मैले पनि भुलेँ ओके अगाडि माथि चाहिँ कताबाट जान्छ कताबाट हो माथि चाहिँ उताबाट जाँदो रहेछ जाम्नु होइन म त यहाँबाट जान्छु जस्तो लाग्यो यहाँ यस्तो खोजेको अझै ओके आफू जाऊँ म पहिला आउने रहेछ केही थिएन कि हाई किटी हाई फुसी हेलो फुसी भागे थियो त्यो पिङ खेल्थ्यो पहिला म आउनेलाई यो मात्र थियो यो हाँस त्यहाँ हाँस गर्दैछ बच्चाहरू खेल्ने यहाँ यहाँ प्लेन रहेछ खेलौँ न हामी नि प्लेन खेलौँ न प्लेन
हामीले धान्छ नधान्दो रहेछ फेरि भाँच्यो है भाँच्यो भने त लास्टमा त दिने त हामीले नै हो होइन यो अन द वे यो बाटो हुँदै जाने हो जान चाहिँ त्यहाँ माथि झर्नामा यो कन्भर्सको कन्भर्स जुत्ता लगाएपछि हिँड्नुपर्छ भन्ने थाहा पाएको भए त जाने माथि झर्नामा जाने जाम धेरै टाइम लाग्दैन यही हो सो त्यहाँ जाऊँ न पहिला यता त्यहाँ जाऊँ पहिला हामी आउनेलाई चाहिँ यो वेलकम सोलकम लिएको थिएन म आउँदाखेरि जस त्यो पिङहरू चाहिँ थियो पहिला पनि पहिला आएर त्यो पिङ खेलेको घुमाएको साथीहरूले डेन्जर घुमाइदिएर पुरै टाउको थियो त्यो सुटिङ चल्दैछ पिङ खेलाउँ न माथि गएर हामी नि लेट्स गो पिङ खेलाउँ उता माछा छ जस्तो लाग्थ्यो मलाई यता हो कि यता हो कता हो कि माछा छ जस्तो लाग्थ्यो मलाई जाम है भाइहरू खेल्दैछ पिङ के भन्छ यो पहिला आउँदा पनि यो थियो क्या यो थियो होइन माछा त्यहाँ मलाई याद थियो कि पहिला हामी आउँदा नि यहाँ त्यो माछा थियो पहिला आउँदै यही हो क्या माछा भएको जस्सी माछा हेरौँ त्यो पहिला आउँदैन चाहिँ म चाहिँ तल होटेलमा खानासाना खाएँ अनि त्यो रेस्टुरेन्टमा खानासाना खाएपछि हामी चाहिँ जोस् यहाँ माथि भन्दा पनि मेरो यताबाट बाटो थियो यताबाट समथिङ समवेयर कताबाट बाटो थियो यता हुँदै आयौँ होइन अनि आउँदै माथि गएको हामी चाहिँ अनि त्यहाँबाट पिङ खेलेको यो माछाहरू चाहिँ जोस् रहेछ होइन अहिले पनि पहिला चाहिँ जोस् यस्तो पाइप साइप थिएन क्या सिस्टमेटिक थिएन होइन अहिले चाहिँ सिस्टमेटिकै बनाएर रहेछ प्लस त्यो माथि नि मच मोर क्लिनर भइसकेको छ पहिला म आउँदा चाहिँ यस्तो पुरै लेउ लागिसकेको थियो यो माछा देख्नु सक्नुहुन्छ हजुरहरूले तँ चाहिँ कोसँग आएकोस् पहिला कोसँग आएकोस् ए पहिला फ्यामिलीसँग आएर त उयो माछाको त पछि काटेको रातो भयो देखिँदैन होला क्यामेरामा देखिँदो रहेछ मामाको फर्स्ट टाइम होइन फर्स्ट टाइम हो त्यहाँ के रहेछ हेरौँ है त्यहाँबाट पनि दामी भिड देखिन्छ होला होइन बेसी के अगाडि गएर हेरौँ अब जाऊँ न होइन हामी यहाँ झन् धेरै रहेछ माछा ओहो माछाको स्ट्याचु माछा छोप्ने यसले होला माछा छोप्ने होइन ट्राई गरिदिनुपर्छ यहाँ फेरि गाली खायो होला के गरायो यहाँ के गराउँछ त भयो माथि चाहिँ नजाउँ होला यहाँ माछा चाहिँ डाइरेक्ट किन्न नपाउँदो रहेछ जस्ट त्यहाँ गएर चाहिँ हामीले खानु चाहिँ पाउँदो रहेछ किनकि यो डाइरेक्ट तिनीहरूसँगै एसोसिएट हो होइन हामी चाहिँ जोस किन्न चाहिँ नपाउने जोस खान चाहिँ पाउने होइन विच इज कम्प्लिटली फाइन होइन किनभने अब यिनीहरूले यहीँ पाल्छ पालेपछि यहीँबाट त्यहाँ लगेर त्यहाँबाट चाहिँ अब जोस सेल गर्छ भनौँ न बनाएर यहाँ चाहिँ सानो माछा रहेछ पुच्चेहरू माछा चाहिँ खासमा त्यहाँबाट आउने हो कि यिनीहरूले माछा पहिले यहाँ राखेको हुन्छ अनि पानी मात्र के अरे वाटरको फ्लो क्रिएट गर्ने भनेर मात्र त्यस्तो गरेको मैले बुझेको छैन
सायद यिनीहरूले माछा यहीँ राख्दो रहेछ पहिले। यो चाहिँ जस्ट वाटरको फ्लोरको लागि रहेछ, त्यो भएर जाली राखेछ यिनीहरूले। ओके, सो अब लेट्स गो झर्नातिर। झर्नामा जाऊँ है त। झर्नामा जाने मामा? झर्ना जाऊँ। सो लेट्स गो साथी। अब हामी डाइरेक्ट झर्नामा गएर भेट्छौँ। पहिला म पिङ खेल्छु। ओए धन्दै फोन फसेको मेरो। सो वी जस्ट अराइभ माथि झर्नामा। पहिला चाहिँ बाटो यस्तो जस ढुङ्गासुङ्गा नभए नि यस्तो यो के भन्छ यस्तो झारसार चाहिँ थिएन। अलि ढुङ्गा राखेछ तर पुरै झारै झार भएर हिँड्नै गाह्रो पऱ्यो अगाडि यसो छ। अनि हामीलाई यहाँ आउन चाहिँ जोस् लगभग कति 20-25 मिनट आयो भनौँ न होइन। है पुरै यस्तो पुरै उडेछ कि यस्तो है यस्तो पुरै उडेछ। जोस् म पहिला आउने बेलामा त्यहाँ माथि गएर फोटो खिचेको थिएँ। अहिले चाहिँ नजाम होला, मलाई नि हल्का फुल्का रुवा लगाइराख। तर झर्ना चाहिँ दामी छ। म यस्तो मुखसुख धुन्छु। त्यो सफा पानी नै होला कि है। जाऊँ न अगाडि। सो दिस इज माई सेकेन्ड टाइम है यहाँको। बी केयरफुल है। यो यहाँ माथि आउँछ भने मलाई थाहै थिएन। अचानक आयो त्योहरू यस्तो जुत्ता लाएर आएछ। पुरै चिप्लो छ मेरो जुत्ता होइन। नेभर नो कति बेला चिप्लेर गुल्टिन्छ भन्ने कुरा। हल्का अगाडि दाम है। म चाहिँ टोपी लगाएको छु। खै कतिको चिसो रहेछ पानी थामा ट्राई गरौँ न है। हो चिसै रहेछ। पानी जब्बर चिसो। झन् विन्टरमा आयो भने चाहिँ झन् वा चिसो हुन्छ पानी। त्यो यहाँको पानी खाँदा हुन्छ। यहाँको पानी जस खाँदा पनि हुन्छ अरे, सफा हो अरे। मलाई जान त मलाई खाइ, तर फेरि यो कपडामा रुच्यो भने के लाउने हुन्छ होइन। त्यो भएर नआएको म जस्ट हिँड्ने एकछिन म टाइम स्पेन्ड गर्छु। अनि यहीँबाट म पानी सानी खाएर मुखसुख हुन्छ। अनि सो मेरो आवाज आएको छ कि आएको छैन होइन। बिकज अफ झर्ना उसले फोटोसोटो खिचिदियो। म मामा त्यहाँ जानुभएको छ माथितिर कस्तो। अनि यहाँ आउँदैन म रुच्छु भनेर सोचिरहेको थिएँ। तर जोस् मनले मानेन होइन। आयो होइन नजिकै। यहाँभन्दा धेरै नजिक नजाम होला। गयो भने पुरै रुच्छ होइन। कपडा पनि फेरि रुच्दै जानु पऱ्यो। त्यस्तै चिसो कपडासँग जानुपर्छ। सो अगाडि पनि मैले भिडियोहरू बनाएको थिएँ तर मेरो आवाज आएको थिएन होइन। आई डोन्ट नो। जोस् म त्यसरी बोलेको भएर मभन्दा बेसी मेरो पछाडिको यो जुन झर्ना छ नि यसको चाहिँ आवाज आइरहेको थियो। हो अहिले चाहिँ आइरहेको छ होला मेरो आवाज। मेरो आवाज धेरै बेसको भएर त्यो धरि हाँस्दैछ भनेपछि पक्कै पनि मेरो आवाज हजुरले सुन्नु भइरहेको छ। हामी चाहिँ खासमा यतिकै हेर्ने भनेर आएको थियो तर मामा चाहिँ निग्रो खोज्नु जानुभयो। लुकेर त भ्यू होइन। भ्यू चाहिँ एकदमै दामी छ। जोस् आएर जोस् रिल्याक्स हान्ने टाइपको ठाउँ छ होइन। आनन्द होइन। केही हल्लासल्ला छैन होइन। पुरा झर्नाको आवाज चलिरहेको छ ब्याकग्राउन्डमा। आवाज केही छैन। ट्याटु हुन्छ नि जस्ट फिल ठाउँ छ होइन। जोस् यहाँसम्म आउनलाई चाहिँ यो बाटो चाहिँ जोस् पहिला चाहिँ एकदमै हिलो थियो होइन। अहिले चाहिँ मच बेटर। तर पहिला झारहरू थिएन, हिलो थियो। अहिले चाहिँ झारहरू छ तर हिलो छैन क्या। अहिले ढुङ्गासुङ्गा राखेको छ तर यो झार भएर होइन पुरै त्यो सिस्नु छ होइन। पुरै त्यो कोप्नेवालाहरू छ क्या प्लान्टहरू। अब त्यो प्लान्टले कोप्यो भने त कोप्यो नि होइन। जो पहिला आउनुभन्दा अगाडि चाहिँ पुरा फुल प्यान्टहरू लिएर आउनु पऱ्यो होइन। वा पुरा सिधै जाङ्गी लगाउनु मन छ भनेपछि ब्याकप्याकमा जाङ्गी राखेर फुल प्यान्ट ल्याएर आउनु पऱ्यो। किनभने यहाँ चाहिँ के कोप्यो भने त होइन। अब हाफ प्यान्टमा होइन, म नि हाफ प्यान्ट लगाएर आउनु सोचिरहेको थिएँ तर मैले सम्झेँ इफ झर्ना जानु पऱ्यो भनेर। अनि
त्यो भएर पनि म फुल प्यान्ट लगाएर आएको मैले गफ दिएको ल म थाहा छैन खासमा चाहिँ मेरो कुरा चाहिँ के भन्दाखेरि मलाई रुवा लगाइरहेको थियो अनि मलाई फेरि हाफ प्यान्टहरू हाफ भेस्टहरू लगायो भने मलाई झन् चिसोले भिज्छ चिसोले हान्छ भनेर लिएर आएको अनि यो मेरो भ्लगमा त्यो भन्ने बानी रहेछ कि म हटाउँछु भनिरहेको छु तर पनि त्यो भन्ने कुरा मेरो मुखबाट हटेकै छैन किन हो यस्तो ऊ त्यो चाहिँ एकचोटि चिप्लियो त्यहाँ फोटो पोज दिँदा चिप्लियो त्यो चिप्लियो अनि होइन खुट्टा के अरे खुट्टा त केही भएको छैन होइन त्यो गरेर हिँडिरहेको छ होइन त्यो के अरे मैले फेरि त्यो के अरे भनिहालेँ होइन ऊ जुत्ता रुजे रहेछ त्यसको जुत्ता रुज्यो तुना बाँध्न लेस बाँध्न त्यो लोडेर त्यसको जुत्ता बिज्यो मैले त्यो चाहिँ किन भनिरहेको छु त्यो त भन्दैन भन्छु तर भनिहाल्छु होइन आई डोन्ट नो वाइ यहाँ चाहिँ होइन अलोन टाइम स्पेन्ड गर्न आउनलाई नि एक्लै आयो भने नि आनन्द टाइपको होइन तर त्यो हल्ला चाहिँ नगर्नु होइन मान्छेहरू आयो भने त हल्ला अफकोर्स भइहाल्छ होइन फोटो खिच्ने ठाउँ छ भनेर तर अदर देन द्याट यहाँ आएर मस्त एक्लै बस्नु होइन यस अलोन टाइम कोही कोहीले स्पेन्ड गर्न मन लाग्छ नि त नेचरमा त्यस्तो मान्छेहरूलाई चाहिँ आई गेस दिस इज द बेस्ट प्लेस भन्छ होइन वान अफ द बेस्ट प्लेस होइन वान अफ द प्लेस होइन पोइटेस होइन नेचर मस्त होइन आनन्द होइन नेचर साउन्ड आइरहेको छ ब्याकग्राउन्डमा अनि आफ्नो छतमा होइन रम्न यो ठाउँ चाहिँ एकदमै पिसफुल छ पिसफुल मन खाजा लिएर आउने होइन अनि आनन्दले बस्ने होइन खाजा खाइदिने होइन तर फोहोर चाहिँ फाल्नु भएन मेन कुरा चाहिँ त्यही नै हो एज फार एज होइन यहाँ चाहिँ मैले फोहोरहरू चाहिँ देखेको छैन बाटोमा आउँदा पनि फोहोर एउटा पनि भेट्टाएन किनभने मान्छेहरू तले खाइरहेको हुन्छ स्टोरमा क्राउडमा खाएपछि अब किन लिएर आउने होइन त्यही भएर पनि हो इनकेस कसैले माथि लिएर आइहाल्यो भने पनि फोहोरहरू नफाल्यो भने चाहिँ राम्रो होइन सबैको लागि त्यही नै हो म पनि मेरो भ्यू इन्जोय गर्छु मेरो थटहरूमा इन्जोय गर्छु सो साथीहरू हामी त्यहाँ माथि एकछिन फोटो खिच्यो अनि त्यहाँबाट चाहिँ हामी एकछिन रिल्याक्स गऱ्यो होइन त्यही पानी सानी होइन पानीहरू इन्जोय गऱ्यो त्यो नेचरमा इन्जोय गऱ्यौँ अनि एकछिन बस्यौँ अनि मामाले त्यहाँ अगाडि निग्रो लिएर जाँदै हुनुहुन्छ होइन पानी रहेछ यस्तो बाटोहरू चाहिँ त्यो यहाँ चाहिँ ठिकै छ होइन माथि चाहिँ वाइल्ड के यस्तो बाटो हिँड्ने छैन पुरै प्लान नै चाहिँ हुन्छ नि यस्तो यस्तो झारहरूले पुरै के अरे पोल्ने झारहरूले पुरै ढाकिदिएको छ त्यही नै हो अब मसँग बोल्ने पनि केही छैन देखाउने पनि केही छैन अब हामी पनि वी आर हेडिङ टु वाट डाउन अब हामी जान्छौँ गएर खाजा खान्छौँ अनि ब्याक टु रूम सो इफ आई फाइन्ड समथिङ इन्ट्रेस्टिङ म देखाउँछु इफ नट देन यति नै हो